Hello everyone, welcome back to my another vlog. मेरो नयाँ भ्लगमा तपाईहरुलाई स्वागत छ। अनि म चाहिँ अहिले आइरहेको छु टुक्रे भन्ने जग्गा। अनि घुम्नु आएको यहाँनिर चाहिँ हो। अन्त के कस्तो छ म पनि हेर्ने छु हो, तपाईहरुलाई पनि देखाउने छु। सो गाइज, अहिले मेरो ब्याकग्राउन्डमा यहाँनिर देख्दै गर्नु भएको चाहिँ यो स्विमिङ पुल हो। यति दामी रहेछ, ठुलो रहेछ स्विमिङ पुल पनि हो। कस्तो राम्रो रहेछ। के छ तपाईहरुलाई देखाउने छु है, हेर्दै गर्नु होला। टुक्रे भन्ने जग्गा चाहिँ यस्तो रहेछ। यो चाहिँ कहाँ पर्छ भन्दाखेरि चाहिँ यो चाहिँ मगरजुङ पर्दो रहेछ। खै मलाई मगरजुङ भन्यो, मगरजुङै होला, मगरजुङ पर्दो रहेछ। यहाँ चाहिँ स्विमिङ पुल रहेछ है, कत्रो ठुलो रहेछ है। यहाँबाट चाहिँ सिलगढीहरू जाँदो रहेछ यताबाट हो। यहाँबाट उकालो, यता उकालो मिरिक 15 मिनटमा पुग्छ भन्दै थियो उकालो हो। सो गाइस, म सँगसँगै तपाईहरुले पनि मनोरञ्जन लिनुहोस् है। होमस्टेहरू यस्तो दामी दामी रहेछ कि यहाँनिर। ऊ माथि झन् कस्तो दामी होमस्टे छ हो। अघि हामी चाहिँ यहाँबाट आएको, यतापट्टि यताबाट आएको ओह्रालो हो। यो उकालो चाहिँ कहाँ जान्छ भन्यो बस? यो उकालो चाहिँ कता जान्छ भन्यो? पोखरेबुङ है। यताबाट चाहिँ पोखरेबुङ जाँदो रहेछ। यहाँबाट उकालो चाहिँ पोखरेबुङ जाँदो रहेछ। यी गाडी जाँदै गरेको जग्गा हो। यहाँ चाहिँ सबै रेस्टुरेन्टहरू रहेछ सबै। कस्तो राम्रो जग्गा रहेछ, मलाई चाहिँ पुरा मन पर्यो है। लुकेको अरे। मेरो चाहिँ आँखामा गाइज एकदम स्कुटी कुदाउँदाखेरि के बसेर हेर्नु नहुने भइरहेछ। त्यही भएर क्लास लगाएको, नभए चाहिँ म हटाएको त क्लास। लाज लाग्छ, शरम लाग्छ भने हामी शरम लाग्थ्यो है भन्दैौ न। सिन्दुरै लाउँदैन गाइज, बिहा गरेर पनि के गर्नु यस्तो। के लाउँदिन अरे? सिन्दुरै लाउँदैन। किन लाउनु नि त? निशानी हो नि त त्यो त। फ्यान्सी भएर पो हिँड्नुपर्छ त। यहाँ हेर्नु कस्तो मजाले यो बाक्कलले बनाएको होला यो सबै दोकानहरू। यस्तो खालको रहेछ हौ। यहाँ कस्तो मजाले बनाएको रहेछ सबै बाक्कलले, कस्तो मजाले बनाएको। यहाँभित्र त्यस्तो रहेछ हौ। यहाँ मुनि चाहिँ खोला रहेछ, खोला बगिरहेको छ। मूर्तिहरू पनि सेलाएको रहेछ ऊ माथितिर हो। यहाँबाट पानी लाँदैछ नि हाम्रो घरबाट। यहाँबाट लगेको पानी लान्छ उहाँ तल ड्याम बनिन्छ। अब त्यतिमा भएको त्यो नल लाग्छ नि हर घर। त्यसको चाहिँ यो प्रोजेक्ट चाहिँ अब यहाँबाट ड्यामबाट इन्टेकबाट जस्तै बनाएर माथि लान्छ, त्यहाँबाट डिस्ट्रिब्युट गर्छ। नागरीबाट चाहिँ त्यहाँबाट धजे मगरजुङ नागरीमा डिस्ट्रिब्युट हुन्छ। खोलाले गर्दा शीतल हुन्छ होला है गरममा है, गरम भएको बेलामा। के खाने अन्त? अहिले चाहिँ हामी यहाँ आइरहेको छौँ, यहाँ रेस्टुरेन्टभित्र बसिरहेको छु कि कस्तो राम्रो रहेछ, पुरा मन पर्यो यहाँनिर। कस्तो मजा आइरहेको छ। सबै पाउँदो रहेछ यहाँ चाहिँ खानेकुराहरू, खानाहरू पनि पाउँछ है सबै। चाउमिन मोमोहरू मजाको जग्गा लाग्यो मलाई चाहिँ। हामी चाहिँ अहिले यहाँ आइरहेको छौँ है। कस्तो छ तपाईँलाई देखाउँछु है, हेर्दै गर्नुहोस्।
यहाँ काम गर्नु हुँदो रहेछ। वाउ के दामी है, कस्तो मजाको हौ। यो त सबै होमस्टे हो साथीहरू होइन है। कस्तो मजाले बनाउनु भएको रहेछ हौ। सबै रुमहरू, यो चाहिँ रुमहरू। अनि यहाँ उपर चाहिँ रेस्टुरेन्ट रहेछ सबै। यहाँ भित्र चाहिँ यहाँ फोटो खिच्ने पनि रहेछ। औ यहाँ फोटो खिच्ने पनि रहेछ, हेर न। कस्तो मजाको रहेछ हौ। तलको पनि यो पनि होमस्टे नै हो है। अगाडिपट्टिबाट मात्रै देख्छ यो चाहिँ हो। वाउ क्या दामी देखिरहेको छ है। कस्तो मजाको है। म त यहाँ बस्नु मन लाग्यो बस। यहाँ बस्नु मन पर्यो, स्टे गर्नु मन पर्यो है। कस्तो दामी रहेछ, पुरा मन पर्यो। युनिक खालको है। कस्तो राम्रो रहेछ गाइस। तपाईँहरूलाई पनि यदि मन पर्यो भने तपाईँहरू पनि यहाँ आउनु सक्नुहुन्छ। अब चाहिँ हामी यहाँबाट निस्केको हो। अन्त अर्को होमस्टेमा जान्छु। यहाँको उयो फेमस सुनखरी होमस्टे भन्ने सुन्नुभएको होला है, कतिजनाले सुन्नुभएको हो। सुनखरी होमस्टे जाँदैन? ए सुनखरी होमस्टे चाहिँ बन्द रहेछ हो। किनभने हामी चाहिँ सुनखरी होमस्टे पनि जानु भनेर सोचेको थिएँ कि सुनखरी होमस्टे चाहिँ बन्द रहेछ हो। म पनि जानु पाइनँ, बिस्वाद लाग्यो। लु छिटो ए म त हेरिरहेको। लु हामी चाहिँ अब अर्को जग्गा जान्छौँ। त्यहाँनिर तपाईँलाई देखाउने छु। सरस्वती पूजा घुमाइ भयो। पूजा घुमाइ भयो नि है। यति दामी दामी होमस्टेहरू रहेछ यहाँनिर चाहिँ। म त पुरा बस्नु मन लाग्यो। एक्लै बसेर हुन्छ लाटिस्तो। यो होमस्टे चाहिँ यहाँबाट जाँदो रहेछ, उकालो कच्चा रोड। ए सुनखरी होमस्टे। अब चाहिँ हामी उता सुनखरी होमस्टे जाँदैछौँ। ए यस्तो छ वरिपरि हो। निकै माथि हो खोइ। ए उता ल। सुनखरी होमस्टेको यहाँबाट एन्टर गर्नु पर्दो रहेछ हो। मजाको रहेछ। कस्तो मजाको रहेछ हौ। सबैभन्दा पुरानो होमस्टे हो यो चाहिँ यहाँको। हौ यहाँ हेर न, उयो सारङ्गीहरू पनि रहेछ है। सारङ्गी होइन यो हाम्रो सुम्निमा पारुहाङ राजा। कस्तो मजाको रहेछ हौ। कस्तो मजाले बनाउनु भएको रहेछ हौ यहाँनिर। यहाँनिर यो अब यसलाई के पो भन्छ यस्तो, यो उयोहरूलाई टोक्नेहरूलाई यस्तो, यो टोक्नेहरूलाई के पो भन्छ यस्तो? पेरुङ्गो। पेरुङ्गो
सानो सानो पेरुङ्गोहरू रहेछ यहाँनिर हेर्नु नै ओहो कस्तो राम्रो रहेछ हौ यहाँनिर खाना खाने जग्गा पानीहरू हेर्नु नि अम्बो कत्रो कत्रो माछा रहेछ है यहाँ त झन् कत्रो बिग्ना तर सानो सानो रहेछ यो चाहिँ माछा देखाइदिन्छु ल तपाईँहरूलाई आम्मा हेर्नु है सानो छैन त माछा त यहाँ अर्को पोखरीमा ठुलो रहेछ यहाँनिर तपाईँहरूले देख्नुभयो कि भएन हो कुन चाहिँ मुनि मुनि पानी मुनि रहेछ नि त ठुलो ठुलो जति सबै है के बिग्न रहेछ माछा त ए त्यस्तो छ ए यहाँ चाहिँ रुमको आफ्नो आफ्नो नाम दिएको रहेछ नि त यो चाहिँ सबै बस्ने रुमहरू रहेछ यो भित्र त हेर्नु पाउँदैन मार्छ हो यो रुमको नाम त लाली गुराँस अरे कृपया घरमा प्रवेश गर्दा जुत्ता खोलिदिने अनुरोध गर्दछौँ यहाँनिर सबै रुमहरू यो चाहिँ उयो रातो कलरको पनि रहेछ माछा ऊ रातो होइन कस्तो अरेन्ज कलरको है सबै पानी मुनि लुकेको रहेछ नि त यो माछा उयो गर्छ हौ खान्छ ए उयो कत्रो ठुलो रहेछ उपर त झन् कस्तो मजाको हौ गाइज कस्तो मन पर्यो मलाई हामी चाहिँ अहिले सुनखरी होमस्टे घुमेर पनि निस्किए हो पछि पछि नबोलिरहनु नै हो त रिस पर्छ सुनखरी होमस्टेबाट निस्केको हो घुमेकिन यसो पस्नु चाहिँ दिनु हुँदो रहेछ धन्न हो अन्त होइन हौ पस्नु दिँदैन नि त नभए त्यस्तै नखाने नबस्ने हो भने कहाँ दिन्छ होइन गाइस त्यही भन्नु खोजेको नि त मैले चाहिँ त अब चाहिँ हामी यहाँबाट निस्किँदैछु के खानु मन लाग्यो ए रास भात खाएर आएको हो घरबाट गाइस खाएन गाइस उसले एकदम मिठो बनाएको थिएन आज सब्जी अहिले हामी चाहिँ खाना खाइकन घरबाट निस्केको नि त दुईजना कि अन्डाको झोल त्यो पनि उयो हालेको सोप हालेको त्यो पनि नुन कम्ती भएको सोच्नुहोस् गाइस बित्थामा अन्त अहिले चाहिँ हामी जाँदैछौँ फर्किँदैछौँ यो मुनिको यो सोलिङ गरेको सथेरो खालको रहेछ है कहाँ लाँदैछ पानी चाहिँ हाम्रोतिर जान्छ नि माथि यहाँको पानी परमले चाहिँ मोमो खाँदैछ घरमा रास भात खाएर आएर पनि बुढीले सब्जी मिठो बनायो भात मोमो ल थाहा कुरा नगर नि तिमी बित्थामा तातो छ हामी चाहिँ यहाँबाट हिँडेको गाइस यहाँबाट निस्केको यहाँ पनि छ अर्को होमस्टे कस्तो राम्रो रहेछ यहाँको पनि मजाको छ होमस्टे
सबै चिया बगान सबै बन्द चिया बगान बन्द चिया बगान है। यो चाहिँ यो मगरजुङको चाहिँ उयो बन्द भएको रहेछ हौ, चिया बगान बन्द भएको रहेछ यहाँको चाहिँ हो। फ्याक्ट्रीहरू पनि बन्द छ सबै। के गरेको यस्तो अप्ठ्यारो जग्गामा यताबाट जानु रोकी पो बस्यो। सबै बन्द यो चाहिँ। कस्तो मजाको देख्छ अघि हामी गएको चाहिँ तल हो। यसलाई चाहिँ मगरजुङ भन्छ, मगरजुङ नागरी मगरजुङ। यो चाहिँ हामी अलिक माथि आएर यहाँबाट खिचेको है मैले। यो चाहिँ उयो चिया बगान बन्द भएर चाहिँ यहाँनिर ग्राउन्ड बनाएको रहेछ यहाँ खनेर हो। यस्तो रहेछ यहाँनिर डाँडा छ यहाँनिर। गाइस यो चाहिँ हो फ्याक्ट्री, मगरजुङको फ्याक्ट्री हो। यो चाहिँ बन्द भएको रहेछ अहिले, यस्तो खड्डर भइरहेको रहेछ यहाँनिर बन्द भएकोले गर्दाखेरि चाहिँ नि।